हेलो साथीहरु, गुड मर्निङ न्यू डे न्यू ब्लग मेरो भ्लगमा स्वागत छ हजुरहरुलाई। हजुरहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। म चाहिँ भर्खर उठेँ, भात पनि खाएन, हातमुख भात सात खान्छु, हातमुख धुन्छु हैन। आज ब्लग कस्तो हुन्छ अन्तिमसम्म हेर्नु होला। त्यो मुख सुख धुन लागेको छु, कति चिसो हानेछ, हल्का फुल्का रहेछ चिसो हानेछ। त्यही मुख सुख धुइसकेँ, अब चाहिँ ब्रुस सुस गर्छु अनि ब्रुस सुस गरेँ, मुख सुख धोएर फ्रेस भयो हैन। अब चाहिँ भात सात खानुपर्छ, मैले भात खाएन लागेको छु। अरूले चाहिँ अगाडि खाइसक्नु भयो होला हैन, पहिले नि सबैले मार्दै थिएँ, मैले चाहिँ अब खान लागेको छु हैन। त्यही हो खाएको भाँडा सुरु मार्दै चाहिँ मै लास्टमा खान्छ र राखिदिएको हुन्छ भने भाँडा मार्दिनु पर्यो। भाँडा माजिसकेँ, त्यो कपडा चाहिँ लास्टै झ्याउ लाग्छ, कपडा धुने भन्ने अहिले त मेरो परान फुस्किन्छ क्या गाडी छैन। लास्टै हुडी धोएको त्यो लास्टै झ्याउ लाग्छ कि मलाई कपडा धुने भनेको त। त्यो चाहिँ है कमेन्ट गर्नु है, लोकल माल है, गाउँकै अर्ग्यानिक गाउँघरकै के अरे मिठो छ है मिठो। त्यही हो भोक लागेको छ खाइदिएको होइन। उसले कस्तो काम गर्नु हुँदैन, म चाहिँ फेरि मैले हेरिरहेको छु उसले चाहिँ काम गर्नु छ। के गराउनको लागि हो त यस्तो काट्ने फेरि दाउरा बाल्ने अनि सानो भाइले घाँस काटिरहेको छ, टक्क भैँसी देख्न हुनुहुन्छ। बफेलो आजको ब्लग कस्तो लाग्यो तपाईँहरूलाई होइन, लाइक कमेन्ट माया गरिदिनु होला होइन। त्यही हो, अब चाहिँ अर्को ब्लगमा भेटौँ।